आउनुहोस् आज मिठो चटनी बनाऊँ है सिलौटामा पिनेर। अनि मैले चटनीमा के राख्छु हेर्दै गर्नु होला। हेलो हेलो साथीहरू, नमस्कार सबैजनालाई। आज मैले टमाटरको चटनी बनाउन गइरहेको छु। त्यसमा चाहिँ मैले छोपको लागि चाहिँ यो सिलाम लिए, सिलाम भुटेर अरेर रेडी हो। अनि नुन लिए, अनि मरठी लिए, अनि यो चाहिँ बर्मा धनिया हो। यो बर्मा धनियाको स्वाद एकदम मिठो लाउँछ क्या। मलाई चाहिँ कहिले पुदिना कहिले बर्मा धनिया अप्सनलमा राख्छु के जे चटनीको टमाटरकै चटनी भए पनि स्वाद फरक आउँछ। अनि त्यसको लागि 2टा टमाटर अनि दुईटा डल्ले खोर्सानी चाहिँ एकदम स्वास्थ्यको लागि राम्रो हुन्छ भन्छन्। अनि त्यही भएर मलाई चाहिँ डल्ले खोर्सानी नै पाएसम्म चाहिँ युज गर्न मन लाउँछ। अहिले चाहिँ मैले टमाटर बोइल गर्नको लागि चाहिँ दिउरी बसालेर ग्यास ओपन गरेँ अनि बोइल गर्नलाई छोडिदिएँ। अनि 2टा डल्ले खोर्सानी पनि पोले त्यही ग्यासमा है। आगोमा पोलेको छुट्टै स्वाद आउँछ के गर्ने, आगोको फुक्नै अल्छी लाग्छ है। अनि सिलौटो चाहिँ हामीले प्राय युज गरिन्न क्या, मिक्सरमै गरिन्छ प्राय चाहिँ। अनि चटनीको लागि चाहिँ मैले सिलौटो मजाले सफाएर पानीले अनि सफाएर चाहिँ त्यही सिलौटोमा नुन, सिलम र मरठी चाहिँ हाम्रो बारीमा आफै उम्रिएको। त मरठीको ठाउँमा चाहिँ तपाईँले टिमुर सिमुर पनि राख्न सक्नुहुन्छ है। सबैको घरमा चाहिँ नहुन पनि सक्छ है। अनि स्वाद छुट्टै आउँछ क्या। तपाईँले एकचोटि ट्राई गर्नु न है। मरठी अनि यो टिमुर अनि यो सिलमको ठाउँमा नि तिल, यो छुट्टै गरेर ट्राई गरेर चटनी बनाउँदा छुट्टै स्वाद आउँछ। अनि मैले चाहिँ बर्मा धनिया पनि राखेँ, खुर्सानी पनि राखेर मजाले पिने। सिलौटा पिनेको स्वादै छुट्टै आउँछ चटनीको। मिक्सरमा चाहिँ मलाई खासै बनाउन मन लाउँदैन। चटनी बनाउँदा चाहिँ सिलौटामा यसरी नै लस पिनेर बनाउन मन लाउँछ क्या। अनि मजाले पिने, टमाटर पनि हालेर पिनेर अनि निकाल्ने साथीहरू। यतिको भयो चटनी चाहिँ यो चाहिँ एकदम टेस्टी भयो थियो। हजुरहरूले पनि एकचोटि ट्राई गर्नु ल। थ्याङ्क यू फर वाचिङ। बाई बाई साथीहरू।